मारिङ अर्को डेक्ची खोइ मुनुलु तिमी हो अघि उम्केर हिँडिसके जस्तो तँलाई त खोल्नु कहाँ उडेको तल तल धुने आइज म जान्दिनँ सिक्नुपर्छ त मलाई आउँदैन मैले कति वर्ष भने 10 वर्षपछि धोएको कहाँ दुध कहाँ कसको फेरि सुरुवाल टिपेर लगाइहालिस् कसको सुरुवाल टिपेर लगाइहालिस् अनि मेरो माथि बारीमा रहेको नि त अनि ल्याइदियो भने होइन मैले त देखेको थिएँ तर के पो गर्ने फुच्ची 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 कन थालेको थियो र सुभाषसँग सल्लाह गर्नु पर्यो भनेको यो त करा कस्तो त जहिले त्यसलाई अब लानु पर्यो भनेको सुभाषे के गर्दैछस् अहिले पुरा ब्लकर भइसकेको छु नि थाहा छ कि छैन पुरा भाइरल भएर त के कहाँ जाँदैछ यसमा नि हिँड भनेको उकालो 3 घारी म त आज दिनभरि अटो कुदाउनु लाउँछु अनि भोलि पर्सि कुदाउँछ रोडमा एक दिन यसो बस्दिन्छु अनि होइन सिक्नु चाहिँ सिकिराख्नु कि अनि कन्ट्याक्टहरू आयो भने मात्रै जानु मान्छे लगेर अनि अरू बेला त्यसै गरेर म 1 महिना जस्तो नजानु पर्यो भन्दैछु 1-1.5 महिना जति म हिजो बेलुका आउनु पर्यो भनेको भ्याउँदै भएन होइन किन अब मान्छे आउँदाखेरि किन छोड्नु भन्ने नि कुनै बेला अब फोन कन्ट्याक्टको रिजर्भमा त हिँड्ने हो त्यस्तो ढुक्कै खेप्ने होइन माथि अब उयो गऱ्यो भने अलिक दिन चाहिँ ढुक्कै बस्नु पर्यो भन्दै गरेको दुईटाले 1 केजी हुन्छ कि क्या हो कसले माया मामा इन्दिरा म्याम माथि अहिले यो डोको पनि लानु हुने थुम्से छैन आधा गरिदिनु अरे नि त अनि त्यही भएर ल बेच्नु हुने मामाले ल मामा ल मामालाई भरे ओरा लाउने बाटो निरा बस्दै गर्नु कि अनि म तपाईँलाई भन्छु नि एकछिनमा लु मेरो पनि आज पर 8 बजीदेखि जाने मान्छे भयो तिमी यस्तो हुर्केको बस्नुहोस् मामा यत्रो मान्छे हुनु भने यत्रो ज्यानिलो मान्छेले त पोकेर पुऱ्याइसक्नु पर्थ्यो हामी गयौँ ल बाई बाई ल ल ल के गर्नु यस्तो तनी घरतिर स्लो नै जाने अनि यस्तोतिर अब यहाँ होइन त अब किन चाहिँ रेस जानु बाइक जस्तो फुकेर जानु मन लाग्छ मलाई तर अहिले फुक्ने बेलै भएको छैन उयो टर्निङ 2 मा काट्छ स्वाट्टै फुकेर जा खरगोन अब भाइ अब यहाँ आउँछु आमा बाबालाई भेट्नु अब खरगोन कहाँ जानु गाडी छैन त्यही त 2 दर्जनमा सबै दिन्छु कि कति रुपियाँ दिनु
मेरो र लगेको कुखुरालाई नि मैले कहिले पनि ब्रोइलर चारो खुवाएको थिएन खुवाएर अनि खुट्टा तनक्क भयो ब्रोइलर कुखुराको चारो खायो भने चाहिँ खुट्टा फर्किन्छ ए कुन चाहिँ ल गीत गाउनु मामा ल गीत गाउनु न म तपाईँलाई भिडियो खिच्दैको गीत गाउनु न मामा